नमस्कार सम्पूर्णमा। यदि तपाईले युट्युब भिडियोमा फोटो बिस्तारै जुम हुने, टेक्स्ट स्लाइड भएर आउने वा भिडियो आफै मुभ गर्ने देख्नु भएको छ भने त्यो सबै की-फ्रेमको मद्दतले बनाइन्छ। आज हामी डाभिन्ची रिसल्भमा पहिलो एनिमेसन बनाउन सिक्नेछौँ र की-फ्रेम भनेको के हो त्यो पनि राम्रोसँग हामीले बुझ्नेछौँ। अघिल्लो लेसनमा हामीले इन्सपेक्टरको प्रयोग गरेर जुम, पोजिसन, रोटेसन, क्रप, ओपेसिटी परिवर्तन गर्न सिक्यौँ। आज तिनीहरूको सेटिङलाई एनिमेट गर्नेछौँ। ल आउनुहोस् स्क्रिन रेकर्डिङ। ल हामी अब एडिटिङ ट्याबमा छौँ र यहाँ सबैभन्दा पहिला हामीले इन्सपेक्टर यता राइट साइडको टपमा इन्सपेक्टरमा आज हामी जाँदैछौँ र हामीले अस्ति नर्मल्ली जुम कसरी हुन्छ हैन, सिधा सिधा जुम, नर्मल जुम कसरी गर्ने र यसको पोजिसन यसरी दायाँ बायाँ गर्नु पर्यो, तलमाथि गर्नु पर्यो भने हामीले कसरी गर्ने भन्ने कुराको बारेमा, अनि रोटेसन गर्नु पर्यो भने हामीले कसरी रोटेट गर्ने, यी कुराहरूलाई चाहिँ हामीले नर्मल रूपमा चाहिँ हेरेका थियौँ। र हामीले की फ्रेम भनेको कुनै पनि पोजिसन भयो, जुम भयो हैन, त्यसलाई कहाँदेखि कहाँबाट चाहिँ नि लैजाने र कस्तो अवस्था परिवर्तन गर्ने ठाउँलाई चाहिँ हामीले की फ्रेम भन्दछौँ। र यो इन्सपेक्टरको यता राइट साइडमा यो सानो सानो डायमन्ड आकारको चाहिँ यहाँनिर यो डट देख्नु भएको छ भने यसलाई चाहिँ के भन्छ त, की फ्रेम भन्छ। र यही डटमा चाहिँ हामीले क्लिक गरेर अनि हामीले पोजिसन चेन्ज गर्छौँ अथवा त्यसलाई जुम गर्छौँ, सेट गर्ने त्यो यो ठाउँदेखि यति समयदेखि यति सेकेन्डदेखि यतिसम्म जुम हुने अथवा यो ठाउँदेखि यो ठाउँमा चाहिँ भिडियो स्लाइड गर्ने भन्ने कुरा चाहिँ यही की फ्रेमबाट चाहिँ हामीले सानो एनिमेसन बनाएर त्यसलाई प्र्याक्टिस गर्नेछौँ। र सबैभन्दा पहिले चाहिँ म यो हल्का चाहिँ इन्टरफेस मिलाउँछु भनेर र यसलाई यो हामीले हाइट र वेटलाई चाहिँ यो हाइटलाई चाहिँ हामी मिलाउँदैछौँ र हामीसँग यहाँनिर भिडियो पनि अलरेडी छँदैछ। त्यसलाई मैले की फ्रेम टाइम लाइनभित्र ल्याइसकेको छु र मलाई चाहिँ एउटा मैले यहाँनिरबाट चाहिँ एउटा इमेज पनि ल्याउँ। ल यो बटरफ्लाईको इमेज लिएर आउँ र यसलाई मैले यहाँनिर टाइम लाइनमा लिएँ। यो चाहिँ हाम्रो यहाँनिर अगाडि बटरफ्लाईको चाहिँ इमेज आइरहेको छ र अब यो बटरफ्लाई चाहिँ के छ त भन्दाखेरि हाम्रो ठुलो छ हैन। नर्मली अब यसलाई चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि जुम गर्नु पर्यो, ठुलो बनाउनु पर्यो हैन। सानो छ अथवा यसलाई चाहिँ सानोलाई ठुलो अथवा यसलाई हामीले के गर्छौँ त अहिले यत्रो सानो बनाएर राख्छौँ। र अब यो की फ्रेमको मद्दतले चाहिँ यो के त भन्दाखेरि यो बिस्तारै चाहिँ ठुलो होस् भन्नको लागि हामीले नर्मल यो पोइन्टमा चाहिँ के गर्नु पर्यो त, पहिला एउटा की फ्रेम एड गर्नु पर्यो हैन। त्यसको लागि चाहिँ हामीले यहाँनिर यो जुमको आइकनमा चाहिँ यहाँनिर यो जुम भन्ने यतापट्टि चाहिँ के गर्नु पर्यो त, यसमा क्लिक गर्नु पर्यो। क्लिक गरिसकेपछि यो रेड कलरमा चेन्ज हुन्छ हैन। रेड कलरमा चेन्ज भइसके पछाडि अब यसमा चाहिँ हामीले यसरी जान्छौँ र यहाँ आउँदाखेरि चाहिँ यो ठुलो होस् भनेर त्यहाँ गएपछि अनि हामीले बल्ल भ्यालु चाहिँ के गर्ने त, चेन्ज गर्ने है। हामीले त्यहाँ गइसकेपछि हामीले के गर्यो त भन्दाखेरि भ्यालु चाहिँ चेन्ज गर्यो। र मैले यहाँनिर राख्छु। ल यहाँनिरबाट हाम्रो के भयो त, यो बिस्तारै चाहिँ के भयो त भन्दाखेरि त्यो ठुलो भएर आयो। अब यस्तै कुरा चाहिँ हामीले यो भिडियोलाई पनि बनाउन सकिन्छ। जस्तै अब यो भिडियो यहाँसम्म चाहिँ छ, मैले यो जुन हाम्रो यो बटरफ्लाई जुमिङ भइसके लगत्तै चाहिँ हामी के गर्नु त, यो भिडियोलाई पनि बिस्तारै चाहिँ जुम गर्नको लागि चाहिँ मैले यो चाहिँ भिडियोको लागि चाहिँ के गर्ने पर्यो त भन्दाखेरि हामीले यसलाई चाहिँ सिलेक्ट गर्नु पर्यो। सिलेक्ट गरेर हामीले यहाँनिर क्लिक गर्छौँ यो ठाउँमा चाहिँ हैन। यो ठाउँमा हामीले क्लिक गऱ्यौँ अनि फेरि यो ठाउँमा चाहिँ नि आइसकेपछि की फ्रेमलाई त्यो ठाउँमा सेट गर्ने र यसको भ्यालु चाहिँ जुम गरिदिने यतिसम्म। ल अब यहाँदेखि चाहिँ यहाँसम्म चाहिँ आउँछ। ल यो बटरफ्लाई बिस्तारै चाहिँ जुम इन भइराखेको छ भने अब फेरि चाहिँ के भयो त, त्यो भिडियो पनि बिस्तारै चाहिँ के भइराखेको छ त,
जुम इन भइसकेको छ, त्यहाँसम्म आयो, रोकियो, त्यहीँसम्म रोकियो। र अब हामीले फेरि यो पोजिसनमा चाहिँ हामीले अर्को चाहिँ की फ्रेम लगाएर यसलाई चाहिँ के गर्छौँ त भन्दाखेरि हामीले यसरी सानो बनाउँछौँ, जुम आउट होइन। यो यहाँबाट चाहिँ नि गयो, यसरी बिस्तारै चाहिँ नि के भयो त भन्दाखेरि यो जुम इन हुँदै 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 आइराखेको छ। र अब फेरि त्यो ठाउँमा पुगेपछि के भयो त भन्दाखेरि त्यो जुम आउट भयो है। त्यही भएर हामीले कुन ठाउँमा चाहिँ जुम इन हुन्छ भन्ने कुरा चाहिँ हामीले कति सेकेन्डमा जुम गर्ने अथवा कति मिनटमा जुम गर्ने भन्ने कुरा हुन्छ। र यसलाई चाहिँ अब हामीले यो चाहिँ फेरि चाहिँ त्यसलाई चाहिँ भ्यालु चाहिँ हामीले तलमाथि गर्नु पऱ्यो भने की फ्रेम कहाँबाट चाहिँ पत्ता लगाउनु त भन्दाखेरि जस्तै यो इन्सपेक्टरमा चाहिँ यहाँनिर दिएको हुन्छ, यतापट्टि यो गऱ्यो भने रिसेट हुन्छ, यहाँनिर एरो चिन्ह दिएको हुन्छ यतापट्टि छ है भनेपछि यो ठ्याक्कै चाहिँ यहीँ आयो। अब यसलाई चाहिँ अलिकति त्यो बराबर बनाउनु पऱ्यो होइन। अब यो चाहिँ के भयो त ठ्याक्कै बराबर, अलिकति भिडियो धेरै सानो भइराखेको थियो भने अहिले हामीले त्यसको चाहिँ भ्यालु चेन्ज गरेर बराबर चाहिँ हाम्रो लेन्थ अनुसार चाहिँ बनायौँ होइन। अब फेरि आयो, यता आयो, यसरी चाहिँ हाम्रो यहाँनिर आयो, फेरि चाहिँ आयो, जुम भयो। यति धेरै जुम नभएर हल्का चाहिँ यत्तिकोसम्म मात्रै जुम होस् भन्न चाहियो भने हाम्रो त्यसरी नै चाहिँ हुन्छ होइन। यो हल्का चाहिँ भएर त्यति फरक परेन यसरी। अब यो चाहिँ हाम्रो जुम भिडियो पनि हामीले के गर्न सक्यो त भन्दाखेरि स्पेसिफिक की फ्रेम एड गरेर के गर्ने त कति सेकेन्डमा चाहिँ हामीलाई चाहिएको पहिलो चाहिँ त्यहाँनिर की फ्रेम एड गर्ने, अनि त्यस पछाडि अनि दोस्रो की फ्रेममा चाहिँ भ्यालु चेन्ज गर्ने होइन। सुरुमै चाहिँ हामीले की फ्रेम एड गरेर भ्यालु चेन्ज गर्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि त्यो सबैमा लागु हुन्छ। त्यसो भएको हुनाले हामीले चाहिँ कति सेकेन्डमा अब पहिला त्यो सेट गर्ने र अर्को चाहिँ नेक्स्ट स्टेपसम्म चाहिँ त्यसको चाहिँ कति चाहिँ चेन्ज हुनुपर्ने हो, नेक्स्ट स्टेपमा चाहिँ हामीले के गर्ने त भन्दाखेरि भ्यालु चाहिँ चेन्ज गर्ने, पहिला की फ्रेम एड गर्ने पहिलो अवस्थामा। र यो यहाँदेखि यहाँसम्म चाहिँ यति सेकेन्डदेखि यतिसम्ममा चाहिँ यसरी परिवर्तन होस् भनेर चाहिँ हामीले की फ्रेम सेट गर्ने। सुरुमै की फ्रेम सेट गऱ्यो भने त्यो पछाडिको सबै के हुन्छ त भन्दाखेरि भ्यालुमा त्यही नै भ्यालु लागु हुन्छ। त्यही भएर त्यो कुरा चाहिँ हामीले ध्यान दिनु पर्यो। जस्तै अब यो चाहिँ हाम्रो के भइराखेको छ भन्दाखेरि र यो बटरफ्लाई यहाँनिर आइराखेको छ, यो जुम भइराखेको छ यहाँसम्म जाँदाखेरि होइन। अब यसलाई चाहिँ अब यो जुम भएको चाहिँ के गर्ने त हटाउनु पऱ्यो भने यहाँनिर चाहिँ के छ त भन्दाखेरि यसलाई सिलेक्ट गर्ने, अनि यहाँनिर के त हाम्रो यो रिसेटको चाहिँ बटन छ त्यसमा क्लिक गरिदिएपछि अब यो चाहिँ के भयो भन्दा यसरी जुम भएन। अब यसलाई चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि पोजिसन चेन्ज गर्नु पऱ्यो होइन। यो चाहिँ यहाँ लेफ्टबाट होइन, यहाँनिर मैले के गर्छु त यसलाई की फ्रेम सेट गर्छु, यसको यहाँनिर मैले अनि बल्ल मैले के गरेको थिएँ पोजिसनमा उ गरेँ। अब म यहाँनिर आउँछु र यसको चाहिँ एक्स पोजिसन यसरी हाम्रो चाहिँ के जस्तो भन्दाखेरि यहाँबाट चाहिँ यता हराएर जाओस् होइन। ल अब के हुने भयो त भन्दाखेरि यो चाहिँ यहाँनिरबाट यसरी चाहिँ पोजिसन चाहिँ के भयो त उता लेफ्ट टु राइट भयो होइन, लेफ्ट टु राइट चाहिँ चेन्ज भयो। अब हामीलाई यो भर्टिकल रूपमा ठाडो रूपमा चाहिँ चेन्ज गर्नु पऱ्यो भने वाइ पोजिसन चेन्ज गर्छौँ हामीले नर्मल होइन। अब हामीले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि यस्तो होरिजेन्टल गर्नु पर्यो, त्यार्सो रूपमा गर्नु पऱ्यो भने हामीले एक्स पोजिसन चाहिँ चेन्ज गर्छौँ। यो कुरा चाहिँ ध्यान दिनु पऱ्यो। अब जस्तै अब यो यहाँसम्म आइरहेको चाहिँ एकचोटि फनक्क चाहिँ घुमेर अनि त्यस पछाडि के जस्तो फेरि जाओस् भन्नु पऱ्यो भने हामीले यसमा चाहिँ के गर्छौँ त यहाँनिर यो रोटेसन छ, रोटेसनमा चाहिँ उ गर्ने र यसलाई चाहिँ हामीले यहाँनिर के गर्ने त यसरी घुमाउने होइन। अब यो के हुन्छ त भन्दाखेरि यहाँनिरबाट त्यहाँ आइसकेपछि यसको चाहिँ एकचोटि यहाँनिर घुमेन किन यहाँ छ ओके। यसलाई चाहिँ हामीले के गर्नु पर्छ घुमाउनु पर्यो नि त। र यसको पनि हामीले के गर्यो त एउटा मात्रै की फ्रेम सेट गर्यो होइन, त्यही भएर यो चाहिँ के भन्नु त भनेर घुमेन। अब यसलाई मैले यहाँसम्म ल्याएर होइन अब के गर्छु त भन्दाखेरि जिरोमा छोडिदिएँ भने अब यो के गर्छ त बल्ल घुम्छ हो। त्यही भएर हामीले की फ्रेम एड गर्ने बेलामा चाहिँ के गर्नु पर्यो भने त दुईवटा पहिलो भ्यालु र दोस्रो भ्यालु चाहिँ हामीले के गर्नु पर्छ त भन्दाखेरि छुट्याउनु पर्यो है। त्यो छुट्याउन सकेन भने त्यसले चाहिँ के गर्दैन त भन्दाखेरि त्यो भ्यालु चाहिँ एक्सेस गर्दैन।
त्यही भएर हामीले यो ठाउँदेखि यो ठाउँ अथवा यति यो यहाँदेखि यहाँसम्म चाहिँ के गर्नु पर्यो त भन्दाखेरि घुम्नु पऱ्यो भनेर हामीले त्यसलाई चाहिँ के गर्यो त भन्दाखेरि कि फ्रेमले चाहिँ सेट गरिदियो। यो पहिलो चाहिँ हाम्रो चाहिँ यहाँनिर आइराखेको छ, यहाँ यो ठाउँदेखि हामीले के गर्यो त यो ठाउँसम्म आउँदाखेरि चाहिँ के जस्तो त्यो घुमोस् भनेर चाहिँ हामीले दियो है। जस्तै यो ठाउँदेखि त्यो ठाउँसम्म चाहिँ घुमोस् भनेर हामीले के गर्यो त भन्दाखेरि त्यसको चाहिँ भ्यालु चाहिँ सेट गर्यो। त्यही अनुसार चाहिँ के भयो त यो घुमेर गयो होइन। यसरी चाहिँ हाम्रो घुमेर गयो। जस्तै अब हामीले चाहिँ यहाँनिर यो क्रप पनि छ होइन। यो क्रपमा पनि हामीले के गर्न मिल्छ त भन्दाखेरि जस्तै यो ठाउँमा आइसकेपछि मैले यो क्रपमा चाहिँ के गर्छु त भन्दाखेरि यो माथि नै गरेँ होइन। त्यो एउटा गर्दाखेरि अब यो ठाउँमा मैले की फ्रेम एड गरेँ अनि यो ठाउँदेखि यो ठाउँसम्म आइसकेपछि जस्तै मलाई लेफ्ट क्रप चाहियो, सरी यो उसको भइसक्यो चाहिँ यहाँनिर है। यो हामीले के गर्नु पर्यो त भन्दाखेरि यो तल्लो चाहिँ भिडियोलाई चाहिँ हामीले सेट गर्नु पर्यो। त्यो चाहिँ ध्यान दिनु पऱ्यो कुन लेयरमा चाहिँ हामीले सिलेक्ट भएको छ, त्यो चाहिँ सिलेक्सन लेयर चाहिँ हामीलाई थाहा हुनु पऱ्यो, नत्र के हुन्छ त मिस्टेक हुन्छ। त्यो मिस्टेक गर्न भएन। यहाँ मैले सेट गरेँ अनि यहाँ आइसकेपछि फेरि मैले सेट गरेँ, त्यसपछि हाम्रो यसरी चाहिँ मैले पुरै चाहिँ यहाँसम्म चाहिँ जाओस् भन्ने छ। अब यहाँनिरबाट आउँछ, यो गइसकेपछि अब यो लेफ्टबाट चाहिँ हाम्रो के हुन्छ त बिस्तारै क्रपिङ हुँदै त्यहाँनिर जान्छ र के भयो त यो फेरि त्यहाँबाट गयो है। यसरी चाहिँ हाम्रो के भयो त यो पुरै चाहिँ यहाँनिर भिडियो सकियो यसरी भयो होइन। हामीलाई यसरी स्लाइड गर्नु पऱ्यो भने यहाँनिर चाहिँ यसरी चाहिँ हामीले लेफ्ट क्रप पनि गर्न सक्यो अथवा मल्टिपल इमेजमा चाहिँ मैले यो अहिले के गर्छु त रिसेट गर्ने। यो भ्यालु सबै एकचोटि गरेपछि यो के हुन्छ त रिसेट हुन्छ है। र अर्को कुरा चाहिँ जस्तै अब यहाँनिर घुमिराखेको छ यो पुतलीको चाहिँ हामीले के त भन्दाखेरि बटरफ्लाईको होइन। यहाँनिर गएर हामीले अर्को ओपेसिटी पनि यहाँ कम गर्न सकिन्छ होइन। यो मैले यो बटरफ्लाई बनाएको थिएँ, तल्लो लेयर हाम्रो सिलेक्ट भएको हुनाले के भयो त भन्दाखेरि त्यसको यो माथिल्लो लेयर हामीले सेट गर्नु पर्यो। ल अब हामीले के गर्ने त यो यहाँनिर आएन, यो किन आएन भन्दाखेरि यहाँनिर यो हामीले कुनै की फ्रेम नै एड गरेका थिएनौँ, त्यही भएर यसको भ्यालु 0 भएको भएर यो पुरै के भयो त भन्दाखेरि गयो। यहाँनिर आइसकेपछि यसलाई हामीले एड गरौँ र 0 गरौँ होइन। अब यो के हुन्छ त भन्दाखेरि यहाँनिर त्यो पनि अझै पनि के भयो त भन्दाखेरि 0 भयो। अझै हामीले राम्रो तरिकाबाट के गर्न सक्यौँ त यसलाई सेट गर्न सक्यौँ। यहाँसम्म आउने स्टप गर्ने, यो घुम्ने बेलामा चाहिँ स्टप गर्ने, यसलाई की फ्रेम एड गर्ने र यहाँनिर आउने बेलासम्म चाहिँ यसको भ्यालु चाहिँ के होस् त 0 अब 15 होस् भन्यो भने अब यहाँनिर बिस्तारै हेर्नुभयो भने यो त्यो ठुलो हुँदै बिस्तारै चाहिँ के हुन्छ त ट्रान्सप्यारेन्सी बढ्दै गयो हो। यसलाई भन्छ हामीले के गर्नु त भन्दाखेरि की फ्रेमको मद्दतले हामीले यसलाई चाहिँ यसरी जुम इन गर्न सिक्यौँ, पोजिसन रोटेसन गर्न सिक्यौँ है। र हामीले क्रप गरेर भिडियोलाई चाहिँ हामीले क्रप गर्न पनि सिक्यौँ, एनिमेसन गर्न सिक्यौँ होइन, एनिमेट गर्न सिक्यौँ। यसरी हामीले यसरी चाहिँ एनिमेट गर्न सिक्यौँ होइन। र यसको की फ्रेमको चाहिँ अब हामीले यसलाई चाहिँ अझै चाहिँ राम्रोसँग चाहिँ होइन यो मुभ होस् भन्नको लागि चाहिँ हामीले के गर्न सकिन्छ त भन्दाखेरि यहाँनिर चाहिँ की फ्रेमको चाहिँ हामीलाई फ्रेम दिएको हुन्छ, तल पनि हामीसँग चाहिँ यस्तो किसिमको चाहिँ फ्रेमहरू चाहिन्छ। यो की फ्रेम हामीलाई चाहिएको जति चाहिँ यहाँनिर सो होस् भन्नको लागि चाहिँ यहाँनिर डिस्प्ले प्यारामिटर विथ की फ्रेम बनाएको छ होइन। अल प्यारामिटर देखायो भने यहाँ थुप्रै चाहिँ के हुन्छ त यसरी देखाउँछ। त्यही भएर हामीले जतिमा एप्लाई गरेको त्यति चाहिँ की फ्रेम चाहिँ देखिनको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि यसलाई चाहिँ यहाँ डिस्प्ले प्यारामिटर विथ की फ्रेम हामीले यहाँनिर हामीले एक्स पोजिसन चेन्ज गऱ्यौँ, वाइ पोजिसन चेन्ज गऱ्यौँ, त्यसपछि रोटेसन गऱ्यौँ, त्यसपछि कम्पोजिसन ओपेसिटी मात्रै हामीले चेन्ज गरेको भएर यो कति ठाउँमा कहाँ चाहिँ चेन्ज भएको छ भन्ने कुरा चाहिँ छ। र यसलाई हामीले यसरी सार्न पनि मिल्छ यसलाई। अब यो नजिक ल्याउँदाखेरि चाहिँ के हुन्छ, यो त फास्ट जान्छ र टाढा गर्दाखेरि चाहिँ के हुन्छ त यो स्लो हुन्छ। अब यसलाई मैले अलिकति टाढा गरिदिएँ होइन, यसलाई यहाँ ल्याइदिएँ भने
अब चाहिँ यसलाई चाहिँ हामीले उ गऱ्यो भने के हुन्छ त, यो बिस्तारै स्लो भएर जान्छ है। अब यहाँनिर हेऱ्यो भने है, अब यो की फ्रेमलाई चाहिँ हामीले अलिकति यो चाहिँ के गर्ने त भन्दाखेरि हल्का म माथि ल्याइहाल्छु यसलाई, र यो सिलेक्ट नै छ, यसलाई मैले यहाँ नजिकै लगाएँ भने के हुन्छ त, यो पोजिसन सर्दै आइराखेको छ होइन। यो सबैलाई चाहिँ हामी के गरौँ त, नजिकै लगाइदिउँ ल यहाँनिर होइन। र अब यो के हुन्छ त, एक्कासी चाहिँ तपाईँको त्यो फट्टै चाहिँ के भयो त भन्दाखेरि गयो। हो हामीले एकदम छिटो बनाउनु पर्ने छ अथवा ढिलो बनाउनु पर्ने छ भने के गर्ने त, नजिक नजिक राख्ने, की फ्रेमलाई नजिक राख्ने, र हामीले स्लो बनाउनु छ भने के गर्ने त, की फ्रेमलाई चाहिँ हामीले टाढा टाढा राख्ने, जसले गर्दाखेरि चाहिँ के हुन्छ त, यो स्लो हुन्छ, नजिक भयो भने फास्ट हुन्छ है। र भोलि हामीले के गर्नेछौँ त भन्दाखेरि टाइटल एनिमेसनको बारेमा बुझ्नेछौँ, टेक्स्ट एनिमेसन होइन, टेक्स्टलाई कसरी एनिमेट गर्ने, र की फ्रेमलाई अझै चाहिँ हामीले इज इन इज आउट यसको बारेमा चाहिँ डिटेल रूपमा चाहिँ हामीले नेक्स्ट क्लासमा चाहिँ बुझ्नेछौँ। तपाईँलाई आजको क्लास कस्तो लाग्यो कमेन्ट गर्नु होला। तपाईँलाई राम्रो लाग्यो लाइक सेयर, र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। धन्यवाद।